आज इलेक्सनमा यस्तो रमाइलो हुन्छ भनेर सोचेकै थिएन। हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। आई होप कि सबजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज बिदाको दिन स्कुल ड्रेस लगाएर कहाँ जान लाग्यो भनेर सोच्नु भयो होला। आज हाम्रो स्कुलमा व्यवहारिक शिक्षाको लागि स्कुलमा इलेक्सनको स्याम्पल भोटिङ हुँदैछ। त्यसकै लागि हामी सबै केटाहरू क्लासमा गएर पालै पालो बोलाउन जान्छौँ। माथि गएको त मेरो फ्यानहरूले हाई गर्न थाल्छ। म फर्स्टमा 4 क्लास भनेर 5 क्लासमा गएँ र 5 क्लासमा गएर पहिला येलो हाउसलाई लाइनमा पठाउन थाले। 5 क्लास भएपछि अर्को क्लासमा गए। 2टा क्लास भइसकेपछि म तल जान्छु। फेरि म नगएसम्म बच्चाहरूले अरूको कुरै नमाने। म गएपछि सबलाई चुप लाएर लाइनमा बस्न लगाए। अब यहाँ नबसौँ भनेर म म्यामहरूको साइडमा गएर बसे र यस्तो केही पढाइ भन्दा नि व्यवहारिक कुरा सिकाउँदा त एकदमै राम्रो लाग्छ। यस्तो मात्रै नभए अझै पढाइ भन्दा नि बाहिर कुराहरू सिकायो भने सबैलाई राम्रो नि लाग्छ, नयाँ कुरा नि सिक्छन्। मलाई त पढाइ भन्दा नि यस्तै कुराहरू मन पर्छ र सबैले भोट दिएर नि सकियो। मैले दिन पर्यो भनेर पेपर लिए। सबै प्रक्रियासँगै म लागे भोट दिन। मैले त आफ्नो भोट दिए। अब एकछिन रेस्ट गर्न पर्छ भनेर माथि बसेको। अब भोट गर्न पर्यो भनेर बक्स लिन आउँछन्। यो भोट एउटा स्याम्पल मात्रै हो। त्यसैले उठेका भाइ बहिनीलाई भन्न चाहन्छु कि हारे नि जिते नि ठुलो कुरा होइन, एउटा केही नयाँ कुरा सिकाउनलाई मात्रै हो। त्यसैले आफू एउटा क्यान्डिडेट्सको रूपमा उभ्नु नै ठुलो कुरा हो। अब भोट पनि गर्न रेडी हुन्छ। भोट सकेपछि पालो पालो जितेको मान्छेहरू अबिर र खादा लगाएर सम्मान गरिन्छ। आजको लागि यति नै। थ्याङ्क्स फर वाचिङ गाइज।